हाम्रो यो ग्रेड 10 को कम्पलसरी म्याथको 1.2 को 2 मा यु भनेको 100 दिएको छ, ए भनेको 40, बी भनेको 55, सी भनेको 30, ए इन्टरसेक्सन बी 25, बी इन्टरसेक्सन सी 20, सी इन्टरसेक्सन ए भनेको 15 र ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भनेको कति दिएको छ भन्दाखेरि 10 भनेर दिएको छ है। अब हामीले यसलाई भेनमा राख्नु पर्यो। भेन डायग्राम राख्दाखेरि के गर्छौँ भन्दाखेरि हामीले पुरै ए गराउँछौँ, अनि पुरै बी गराउँछौँ, अनि पुरै सी पहिला गराउँछौँ होइन। अनि हामीलाई के दियो, पहिले सबभन्दा अगाडि हामीले के राख्नु पऱ्यो, यो ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी राख्नु पऱ्यो कि पहिला। 10 छ, ट्याक्क 10 राख्यौँ। अनि यो राखेपछि अब हामीले एबीको लेख्नु पऱ्यो फेरि। अनि ए इन्टरसेक्सन बी भनेको 25 छ, 25 मा ए 10 घटाउनु पऱ्यो, किनकि यो कमन पार्ट हो कि होइन। यो 25 भनेको ए इन्टरसेक्सन बी यो पुरै हो। 25 मा यो 10 घटाएपछि कति बच्यो, यहाँ 15 बच्यो। हामीले ट्याक्क यहाँ 15 लेख्न पायौँ। अनि पछि हामीले ए इन्टरसेक्सन बी निकाल्यौँ। अब हामीले के लेखौँ, बी इन्टरसेक्सन सी निकाल्यौँ। यो बी इन्टरसेक्सन सी भनेको छ 20 छ। यो पुरै भनेको यति पुरै भनेको कति हो, 20 हो। यहाँ 10 दिएको छ, यहाँ 10 लेख्नु पऱ्यो। 20 मा 10 गर्दा 10 बच्यो। अनि एसी, अब ए इन्टरसेक्सन सी भनेको यति यो भाग हो। अनि ए इन्टरसेक्सन सी अथवा सी इन्टरसेक्सन ए भनेको 15 छ। 15 मा यो कमन यति 10 आइएको छ। 15 10 घटाएपछि कति बच्यो, यहाँ 5 आयो। यसरी हामीले लेख्यौँ। अनि पछि अब हामीले के गर्नु पऱ्यो भन्दाखेरि 10 पनि आइयो, यो थाहा पाइयो, यहाँ पनि 10 थाहा पाइयो, यहाँ पनि 5 थाहा पाइयो, यहाँ 15 थाहा पाइयो। अब यो कसरी निकाल्ने होला भन्दाखेरि यो पुरै सी भनेको 30 दिएको छ है। यो 10 10 25, यो 10 10 20, अनि यो 5 भयो 25, पुरै 30 हो। अब 5 गर्नु पऱ्यो। यसरी हामीले यहाँ 5 यसरी 5 लेख्यौँ। अनि पछि अब हामी अब एमा जाऊँ फेरि है। पुरै ए भनेको 40 हो। यो 15 र 10 जोडे 25, यो 30, अनि पुरै ए 40 हो। अनि 10 जोडे 40 पुग्यो। यो पनि कम्प्लिट भयो। अनि पछि हामी बीमा जाऊँ। पुरै बी भनेको छ 55 छ। यो पुरै बी भनेको छ 55 छ। अब यो 15 र 10 जोडे 25, यो 10 जोडे 25 30 35, अनि 35 कति हो भन्दाखेरि 20 यो जोड्ने कि यो पुरै बी भनेको छ चाहिँ 55 छ क्या। त्यही भएर हामीले के गर्ने, 15 र 10 जोडेपछि कति भयो 25, 25 अनि 10 जोडे 25 30 35 भयो। 35 अनि 40 45 50 55 5 10 15 20, यसरी हामीले यहाँ 20 लेख्न सक्छौँ है। यहाँ 30 भएछ फेरि 20। अनि हामीले जोड्दाखेरि के भयो 20 20 30 40 50 अनि 55, यसरी यहाँ 20 भयो। मिस्टेक भयो किन भयो। अनि पछि हामीले के गर्ने भन्दाखेरि एकमा के सोध्यो, यान ए युनियन बी युनियन सी। अब ए युनियन बी युनियन सी निकाल भन्यो भनेपछि यो पनि जोड्ने, यो पनि जोड्ने, यो पनि जोड्ने, यो जोड्ने, यो जोड्ने, यो जोड्ने, अनि यो जोड्ने है। 10 यहाँ 30 बाजु 20 है। यो 10 25 15 5 10 अनि 10 जोड्ने गर्दा 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 कति कति आउनु चाहिँ 80 थियो, 70 आउनु पऱ्यो है। 20 थियो, 70 20 30 35 40 50 60 70 5 75 कति भयो 20 30 40 50 60 70 5 75 देखाउँछ त के हो त फेरि 75 गरेँ फेरि हेरौँ है। 20 30 35 40 45 50 60 70 75 हुने रहेछ। अनि यसमा हामीले 75 गरिदियौँ। 80 85 90 15 100 5 10 15 20 25 यसरी हामीले गर्नु भयो।